पारी आऊ ऋतु कस्तो लाग्छ बे को त्यो बसन्त काकाको छोरी ऋतु के पागल ओ यार त्यो त बहुत राम्रो छ ओ यार त्यो त राम्रो छ तर त्यसको बाउ हल्का बडा छ नै फेरि यार ए त्यस्ताको छैन कुन मन पर्छ बे ओइ हेर्छ त्यहाँ ऋतु आइरहेको Ui, jangan jahat. Itu tiमीलाई एउटा कुरा भन्नु छ सिसी तिमीले के गरेको छोडे मेरो हात पर्खन ऋतु पर्खन ए भाउजू पर्खन को ऋतु भन्ने के काम हो यसको बाउ आएको छोरी यो त खतरा छ भाग 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 काजीको छोरीलाई आँखा लाउने ओए त्यसको बाउ त लास्टै कडा रहेछ नि यार हो नि मैले भने त बहुत कडा हान्थे यार लास्टै कडा रहेछन् ओ त्यसलाई कसरी भेट्ने यार बसन्त मलाई के आइडिया ल्याउनु रे ओके म के सोच्छु आइडिया के आइडिया हेर यस्तो गर तर त्यसलाई चिठी लेख्न पठा अनि म त्यसलाई लगिन दिन्छु अनि त्यहाँबाट तेरो भेट होइजान्छ यार लास्टै राम्रो आइडिया दिस यार बसन्त पनि तैले हो नि यार तपाईँ साथी हो यार मेरो त बहुत खतरा दामी साथी हो यार लाम्दैन अब धेरै नलेख भइगयो ल भइगयो धेरै नलेख के ओ मेरो पालो सिक्किदिने एक पढियो त्यतिहाल मेरो के काम पठाउँछु मेरो काम दिने हो के ओहो दाजुले दिए हो कि नै ल ठीक छ बसन्त ततै गएर ऋतुलाई चिठी दे म मात्रै जान्छु है बाइ सिसीले चिठी पठाएको केसको जसको अनि हेरे आफै थाहा हुन्छ नि प्रिय ऋतु म तिमीलाई धेरै माया गर्छु तिमीलाई देख्दाबाट मलाई भोक निन्द्रा छैन दिनरात तिमीलाई सम्झिरहन्छु तिमी बिना बाँच्न सक्दिन यदि तिमी मलाई माया गर्छौ भने घाँस काट्न आएको बेला भेट्न आउनु है तिम्रो शिशिर घाँस काट्न जान्छ ल हुन्छ छोरी राम्रोसँग जाऊ है
म जान्न के हुनु नि जिस्केको नि जिस्किने पनि एउटा सीमा हुन्छ नि कहाँ गयो यो 1 घन्टा भइसक्यो गयो उतैतिर हल्का लागेको क्या कता गयो रहेछ जाम्ने ढिच्चु ट्याक्सी तल बसेर कुरा गरौँ ल तिमीलाई त ढोका म 1 घन्टा पुऱ्याइकन ओइ यो बजे कास जाऊ त जा 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 1 घन्टा पुऱ्याइकन त माकालाई यहाँ डेटिङ बस्न आउने मानी जागे जा रुमले भन्दै सुन्दै मलाई किन बोलाएको घाँस काट्न आफूलाई माया लागिन कस्तो भएको छ तिमीलाई घाँसको चिन्ता लागेको छ घाँस लागेन भने मेरो बाबाले त घरबाट निकाल्दिन्छ निकाले के हुन्छ र मेरो घर त मेरो घर बस्न आउले हौ म पनि चिन्दैन बे को थियो नयाँ केटी आयो मलाई त अबे मेरो दिदी